Hello and welcome to CAD Study. प्रिभियस भिडियोमा चाहिँ हामीले स्केच टुल्सहरूको बारेमा हेऱ्यौँ। सो यसमा चाहिँ हामीले सलिड वर्कको केही बेसिक फिचर्सहरूको बारेमा हेरौँ है। सो स्केचदेखि उतिर फिचर्स छ। सबैभन्दा फर्स्टमा छ एक्सट्रुडेड बोस बेस। यो फिचर्सले 2D स्केचलाई 3D सोलिड अब्जेक्टमा कन्भर्ट गर्छ। सिम्पल स्केच बनाएर डाइमेन्सन दिएर एक्सट्रुड गर्दा सोलिड ब्लक्सहरू बन्छ। मोस्ट बेसिक 3D फिचर्स भनेको यही एक्सट्रुडेड बोस बेस हो। यो म्याक्सिमम युज हुन्छ है। सो स्केचमा जाउँ, फ्रन्ट प्लेन सेलेक्ट गरौँ, स्केच गरौँ, अनि एउटा सेन्टर रेक्टेङ्गल सेलेक्ट गरेर सेन्टर रेक्टेङ्गल बनाऊँ है। फ्रन्ट प्लेनमा सेन्टर रेक्टेङ्गल राइट। अब फर अ कम्प्लिट डिफाइन इमेजेस यसको हामीलाई ब्रेथ राखिदिउँ 70 र लेन्थ राखिदिउँ 100। ठिक छ, लेन्थ 100 यो 70। अब सिम्पली फिचर्समा गएर एक्सट्रुडेड बोस बेस गर्दाखेरि यो फ्रन्ट प्लेनमा यो एक्सट्रुड हुने भयो, बढ्ने भयो। मिन्स 2D स्केच 3D मा कन्भर्ट हुने भयो। यसलाई एराउन्ड 50 mm जति चाहिँ एक्सट्रुड गरौँ। 50 mm एक्सट्रुड गर्दाखेरि एउटा रेक्टेङ्गुलर ब्लक बन्यो है। हो, सिम्पली एक्सट्रुडेड बोसले चाहिँ 2D स्केचलाई 3D अब्जेक्टमा कन्भर्ट गर्छ। त्यसैको छेउमा छ रिभल्भ बोस बेस। यो युज हुन्छ राउन्ड अर सिलिन्ड्रिकल पार्ट बनाउनको लागि। स्केचलाई सेन्टर लाइनको एराउन्ड रोटेट गरेर सोलिड बनाइन्छ। सिम्पली साफ्ट, व्हील, पुल्ली अनि टायर्सहरू जस्तो हुन्छ नि, त्यसको लागि चाहिँ हामीले यो रिभल्भ बोस बेस युज गर्छौँ। त्यस पछाडि छ यहाँ स्वेप्ट बोस बेस। स्वेप्ट बोस बेस भनेको हामीसँग दुईवटा स्केच हुन्छ, एउटा प्रोफाइल अर्को पाथ। प्रोफाइललाई पाथ अनुसार स्विप गर्दा कम्प्लेक्स सेपहरू बन्छ। भनेको कुनै मानिलियो एउटा सर्कुलर प्रोफाइललाई एउटा कर्भ पाथमा चाहिँ हेराउनु पर्यो भने स्वेप्ट बोस बेस युज गरिने भयो। फर इक्जाम्पल पाइप, ह्यान्डल, वायरहरू बनाउनको लागि स्वेप्ट बोस बेस हामी युज गर्छौँ। त्यस पछाडि छ लोफ्टेड बोस बेस। लोफ्ट युज हुन्छ जब डिफ्रेन्ट स्केचलाई स्मुथली कनेक्ट गर्नुपर्ने हुन्छ। फर इक्जाम्पल स्क्वायरबाट सर्कलमा कन्भर्ट हुने सेपहरू बनाउनु पर्यो भने लोफ्टेड बोस बेस युज गर्ने भयो। सिम्पली भन्नुपर्दा अरू फिचर्सहरू भन्दा लोफ्टेड बोस बेस अलिक एडभान्स फिचर भयो। त्यस पछाडि साइडमा छ एक्सट्रुडेड कट। एक्सट्रुडेड कट युज हुन्छ जब हामीले एउटा 3D पार्टबाट चाहिँ केही हटाउनु पर्ने हुन्छ है। भनेको मेटेरियल रिमुभ गर्नुपर्ने हुन्छ। होल्ड, स्लटहरू बनाउन यो फिचर्स युज हुन्छ। सिम्पली एउटा हेरौँ, यही रेक्टेङ्गुलर ब्लक छ, त्यसमा टप भ्यू सेलेक्ट गरौँ, त्यस पछाडि स्केच गरौँ, सिम्पली सेन्टर लाइन ड्र गरौँ। यहाँ एउटा सेन्टर लाइन जुन होरिजेन्टल हुनु भयो। अब यो सेन्टर लाइनको कहिलेकाहीँ रिलेसन दिनुपर्ने हुनसक्छ। सिम्पली यसलाई होरिजेन्टल बनाउने कि भर्टिकल बनाउने कि। अब सिम्पली यहाँ क्लिक गर्ने। अब यहाँनिर होरिजेन्टल भर्टिकल फिक्स आयो होइन, अहिले भर्टिकल सेलेक्ट गरौँ राइट। अब यहाँ एउटा सर्कल ड्र गरौँ, सेन्टरमै सर्कल ड्र गरौँ। यसै जुन सर्कलको डाइमेन्सन दिउँ 23 mm दिउँ। ठिक छ, 23 mm को सर्कल भयो। अब यो सेन्टरबाट कति डिस्टेन्समा छ त यसको सेन्टर, सर्कलको सेन्टर मानिलिउँ 25 राखिदिउँ। अहिले यसलाई 25 मा छ। अब यो फुल्ली डिफाइन इमेजेस भयो। सिम्पली फिचर्समा जाने, एक्सट्रुडेड कटमा जाने। अब यो भाग सिलेक्ट भयो। अब हामीलाई के छ, दुईतिरै काट्नु छ नि त्यसलाई त। सो थ्रु अल बोथ सेलेक्ट गर्ने, त्यस पछाडि राइट गर्ने। अब हाम्रो यहाँनिर सर्कल भनौँ, होल भनौँ, एउटा रेक्टेङ्गुलर ब्लकभित्र सिम्पली एक्सट्रुडेड कटको युज भयो। अब यसैमा हामीले एउटा स्वेप्ट बोस बेसको पनि एक्जाम्पल हेरौँ है। सिम्पली यहाँ गएर स्केच गरौँ। ठिक छ, यो प्लेनमा हामीले स्केच गऱ्यौँ, यो प्लेनमा। अब यहाँबाट एउटा लाइन ड्र गरौँ स्ट्रेट। अब हामीले एउटा फिचर सिक्छौँ, यो लाइनलाई अगाडि लगेर फेरि रिटर्न ब्याक गरेर फेरि लाँदाखेरि एउटा कर्भ ड्र हुन्छ है। कर्भ यो आर्क ड्र हुन्छ। यो आर्कलाई सिम्पली यहाँ सेलेक्ट गरौँ। अहिलेलाई एसी स्मार्ट डाइमेन्सनमा गएर यो आर्कको रेडियस दिउँ 50। ठिक छ राइट।
अब 50 सेलेक्ट भयो। अब हामीलाई युज गर्नु छ स्विफ्ट बोस बेस। स्विफ्ट बोस बेस सिलेक्ट गर्दाखेरि यो सिलेक्ट भयो, हामीलाई यो सर्कलमा यो सिलेक्ट गरिदिउँ, ठिक छ। यो पाथमा सुरुमा यो एउटा पाथ भयो, अनि जुन फेस सिलेक्ट गर्नु छ यो फेसलाई हामीले यो फेस सिलेक्ट गरौँ। अब मानिलिउँ हामीले सिम्पली ब्लक बनाउनु छ भने त राइट थिच्दा ब्लक बन्यो, पाथ भयो। बट अब यहाँभित्र हामीलाई होल क्रिएट गर्नु छ र यसको थिकनेस सर्टेन राख्नु छ भने फेरि हेरौँ, यो पाथ भयो, सिम्पली स्विफ्ट बोस फेस, सर्कुलर फेसमा यो फेस, अनि पाथमा यो पाथ सिलेक्ट गरियो हो। अब यहाँ थिन फिदर भन्ने अप्सन छ, थिन फिदरमा जाने र बिचमा अब हलो भयो, खाली भाग भयो। सिम्पली यसको थिकनेसलाई 5 mm राखिदिउँ, राइट गरौँ। अब हामीले स्विफ्ट बोस बेसको पनि युज भयो। यसरी स्विफ्ट बोस बेस युज गर्न सकिन्छ। त्यस पछाडि छ रिभल्भ कट। रिभल्भ कट भनेको यही रिभल्भ फेसमा कट गर्नको लागि युज हुन्छ। भनेको रिभल्भ फेस, जुन रिभल्भ बोस बेस युज गरेर हामीले सर्कुलर अब्जेक्टहरू बनाउँछौँ, टायर पुल्लीहरू जस्तै, त्यसमा कट लाउनको लागि रिभल्भ कट युज हुने भयो। त्यस पछाडि छ यहाँ फिलेट, यो अप्सन। फिलेटले सार्प एजेसलाई राउन्ड बनाउँछ। रियल लाइफ म्यानुफ्याक्चरिङमा सार्प एजेसहरू त हुँदैन, देयरफोर फिलेट एकदमै इम्पोर्टेन्ट टुल हो। जस्तै यहाँ हेरौँ न, यो एज छ नि, अब यो सार्प एज छ, यसमा फिलेट गर्नु पर्यो भने सिम्पल फिलेटमा क्लिक गर्ने, अनि यो एज टाइपमा सिलेक्ट गरेर यो एजलाई सिलेक्ट गर्ने। अब यहाँ हामीले कति एमएमको फिलेट दिने त, मानिलिउँ अहिलेलाई 5 mm को फिलेट दिउँ है। 5 mm को फिलेट, सिम्पली यहाँ 5 mm को फिलेट सिलेक्ट भयो। यसरी फिलेट ड्रा गर्न सकियो। अब फिलेटको यहीँ क्लिक गर्दाखेरि च्याम्फर छ। च्याम्फरले एजलाई एङ्गलमा कट गर्छ। यसले चाहिँ आग जस्तो बनाएर कट गरोस्, च्याम्फरले चाहिँ एङ्गलमा कट गर्छ। 45 डिग्री एङ्गलमा हामीले यो यसलाई कट गरौँ है। यो एजलाई 45 डिग्री एङ्गलमा कट गरौँ है। राइट गर्दाखेरि 45 मा कट गर्दा सिधा बन्यो नि त हो। देयरफोर च्याम्फरले एजलाई एङ्गलमा कट गर्छ। अब यहाँ छ लिनियर प्याटर्न। लिनियर प्याटर्न, प्याटर्न फिदरले सेम फिदरलाई रिपिट गर्छ। लिनियर प्याटर्न स्ट्रेट डिरेक्सनमा, सर्कुलर प्याटर्न राउन्ड डिरेक्सनमा। सो यो लिनियर प्याटर्न चाहिँ हामीलाई सिम्पली टाइम सेभ गर्नको लागि युज गर्न सक्छौँ। अब यहाँनिर छ एउटा होल विजार्ड भन्ने। यो होल विजार्डले स्ट्यान्डर्ड होलहरू क्रिएट गर्छ, जस्तै बोल्ट होल, काउन्टर बोर, काउन्टर सिङ्क। म्यानुअल स्केच भन्दा यो एकुरेट र प्रोफेसनल हुन्छ। सो बेसिक टुल्सहरू यति नै हो, सिम्पली युज हुने। अब बाँकी केही छ भने अर्को भिडियोमा। यो सबै हो सोलिड वर्कको बेसिक फिदर। अब नेक्स्ट भिडियोमा हामी इच फिदर्सहरूको प्र्याक्टिकल युज नै गर्नेछौँ। यदि सोलिड वर्क सिक्दै हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनुहोस्, भिडियोलाई लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस्, र यस्तै सोलिड वर्क भिडियोको लागि स्टे ट्युन। थ्याङ्क यू।